यो धादिङको ओहो यो गाडीले हानेको रहेछ लास्ट। ओहो मान्छे कति के भएको छ। ओहो भर्खर हेर्नुहोस् यहाँ यस्तो ठुलो एक्सिडेन्ट भएको छ हेर्नुहोस्। माई गड हेत्तेरी गाडी त ड्राइभर त अन द स्पोट भयो जस्तो छ हेर्नुहोस्। ओहो भर्खर हाम्रो गाडी अगाडि उछिनेर आएको थियो। ओहो हेर्न सक्नुहुनेछ। ओहो ड्राइभर त फ्याचत्तै छ। हेत्तेरी ड्राइभर फ्याचत्तै छ हेर्नुहोस्। हाम्रो गाडीलाई उछिनेर अगाडि आएको थियो। एउटा बस उता गएको छ कानमा। 4-5वटा गाडी गरेको छ यसले। अनि उता अर्को गाडीलाई पल्टाएको छ हेर्नुहोस्। भन्न हाम्रो गाडीलाई छोएन हेर्नु। भन्न हामी आएको गाडीलाई छोएन। ब्रेक भएको हुनसक्छ हेर्नु त। त्यो ड्राइभर हेर्न सक्नुहुन्छ। ड्राइभर यहीँ पछाडिएको छ र हेर्नु त। हो यहाँ घाइतेहरू। ओहो घाइतेहरू हेर्न सक्नुहुन्छ। धन्न हाम्रो गाडीलाई छोएन हेर्नुहोस्। हाम्रो गाडी बाल बच्यो। ओहो एउटा गाडीले कतिवटा गाडी हान्यो भने 1 2 3 4 5वटा गाडी हानेको ल हेर्नुहोस्। घाइतेहरू हेर्नुहोस्। घाइते हेर्न सक्नुहुन्छ। ओहो धेरैको क्षति भएको छ ल हेर्नु त। बाफ्रे एउटा गाडी चाहिँ एकदम सर्लक भएको छ। यो ड्राइभर त्यही हेर्नु त अन द स्पोट ड्राइभर गएको छ। ओ माई गड हाम्रो गाडीलाई बाल बचाएर अन्त ठोक्यो हेर्नुहोस्। ठ्याक्क हाम्रो गाडी पनि हुने। अनि हाम्रो गाडीलाई बचाइसकेपछि अर्को गाडीलाई हानेको छ हेर्नुहोस्। यस्तो लापरवाहीले गाडी चलाएको। यस्तो स्पिड आएको थियो। अन्त त्यो एउटा गाडी यहाँ हेर्नु त कतिवटा गाडी 6-7वटा ल हेर्नुहोस्। अब कतिको मृत्यु भएको छ हेर्नुहोस्। ओहो ल हेर्नुहोस् यो। ओहो धन्न हामीलाई छोएन। धन्न हाम्रो गाडीलाई छोएन। हेर न त्यो हाम्रो उसमा आएको थियो नि त्यही गाडी के कस्तो स्पिड आएको थियो नि। ओहो उसको सास त अलिअलि चलिरहेको छ। अब मर्यो बिचरा गयो। तर त हेर्नु त घाइतेहरू हेर्न सक्नुहुन्छ। ए ठिकै एम्बुलेन्स आयो हुन्थ्यो बरु। ओहो तर त्यो हाम्रो गाडी उ गरेको थियो नि। हाम्रो गाडी उछिनै आउने रहेछ धन्न। यस्तो स्पिड आएको थियो कि अनि 4-5वटा गाडीलाई छोएर हिँडेको छ। ओहो बाल बच्यो। हेर्नु त ल यो ड्राइभरको हालत पनि देखाउनु। हजुर यो कुन ठाउँमा रे यो ठ्याक्क